हाई गाइस, हिजो घरबाट अलिकति मुड फ्रेस गर्नु पर्यो भनेर निस्केको थिएँ। धेरै ठुलो प्लान त केही थिएन, खासै ठुलो प्लान त केही थिएन। बस बाहिर गएर अलिकति टाइम स्पेन्ड गरौँ भन्ने लागेको थियो। ट्रेन चढेर केबुकुरोतिर लागेँ। ट्रेनबाट झरेपछि स्टेसनमै क्योतो एक्जिबिसन भइरहेको रहेछ, त्यसैले सिधै ननिस्केर अलिकति एक्सप्लोर गरेँ। त्यहाँ क्योतोको विभिन्न उखासीहरू राखिरहेको रहेछ। प्याकेजिङहरू पनि कति राम्रा, हेर्दै रमाइलो लाग्ने। अलिकति हेर्दै घुम्दै बाहिर निस्किएँ। त्यसपछि केबुकुरोको वरिपरि अलिअलि घुमेँ। यत्तिकै हिँड्दै वरिपरि हेर्दै सिटी भाइब्स इन्जोय गर्दै टाइम बिताएँ। कहिलेकाहीँ केही स्पेसल नगरे पनि यत्तिकै एक्सप्लोर गर्दा पनि धेरै रिफ्रेस फिल हुने रहेछ। यत्तिकै घुम्दा घुम्दै मलाई भोक लाग्यो। त्यसपछि माल्टाङ खाने डिसाइड गरेँ अनि माल्टाङ पाइने पसलमा गएँ। हामी चाहिँ सेकेन्ड फ्लोरमा गएर बस्यो। त्यहाँ चाहिँ अनलाइन अर्डर गर्ने सिस्टम रहेछ। मैले पोर्क माल्टाङ अर्डर गरेँ। मौसम पनि चिसो चिसो भएकोले तातो तातो माल्टाङ खाँदा झन् मजा आयो। पहिलो बाइट खाँदा नै क्या मजा आयो। अनि माल्टाङ खाना आएर एकदम बेस्ट गरेछु जस्तो फिल भयो। त्यसपछि ड्रिङ्क बिना त दिन कम्प्लिट नै हुँदैन भनेर तापियोका मिल्क टी पनि लिएँ। तातो माल्टाङ अनि स्विट मिल्क टीको कम्बो एकदमै मिठो, बेस्ट। त्यति धेरै स्पेसल केही गरेको त थिएन, तर पनि कहिलेकाहीँ यस्ता साना आउटिङहरूले पनि मन एकदमै हलुका बनाइदिने रहेछन्। हिजोको दिनले मलाई फेरि सम्झायो कि ह्याप्पी हुन ठुलो कारण नचाहिने रहेछ। राम्रो मौसम, मन परेको खाना अनि आफ्नो लागि टाइम अनि दिन आफै राम्रो बनिदिने रहेछ। थ्याङ्क यू।